नमस्कार सबैजनालाई। आज हामी कसरी युनिटलाई सेटअप गर्ने भन्ने फिचर्स हेर्नेछौँ। यसमा हामीले चाहिँ पहिला डोमेन दिएको हुन्छौँ। डोमेनमा हामीले यसरी डोमेन क्लिक गरिसके पछाडि हामी यो इन्टरफेसमा जान्छौँ। यो इन्टरफेसमा गइसके पछाडि हामी लगइन आइडी पासवर्ड दिएको हुन्छौँ। आइडी पासवर्ड दिइसके पछाडि यसरी हजुरहरूले आइडी पासवर्ड हाल्नुपर्ने हुन्छ। आइडी पासवर्ड हालिसके पछाडि हामीले ड्यासबोर्डको इन्टरफेस देख्छौँ। ड्यासबोर्डको इन्टरफेस देखिसके पछाडि हामी युनिटको लागि सेटअपभित्र जान्छौँ। सेटअपको हाम्रो फिचर्सभित्र गइसके पछाडि हामीले सेटअपको फिचर्सभित्र जेनरल सेटिङको फिचर्स छ। जेनरल सेटिङको फिचर्सभित्र युनिट्स भन्ने छ। युनिट्समा गइसके पछाडि चाहिँ हामीले चाहिँ युनिटको सिम्बल दिने। अब कि त्यो युनिटलाई हामीले चाहिँ कुन सिम्बलले डिनोट गरेको छौँ त, अब मानिलिउँ एल भनेर सिम्बल दिएको छौँ। त्यसको अब हामीले चाहिँ एल भनेर सिम्बल दिएको छौँ भने चाहिँ यसलाई चाहिँ अब लगभग यसलाई चाहिँ एलएस भनेर सिम्बल दिएको छौँ भने यो जुत्ताको सिम्बल अब मानिलिउँ केही कुराको सिम्बलको लागि चाहिँ हामीले यो युज गर्छौँ। लगभग हाम्रो चाहिँ स्लिपर भनौँ, स्लिपरको लागि एलएस भन्ने युनिट सिम्बल दिएको छ भने हामीले यहाँ सेभ गर्छौँ। सेभ भइसकेको छ है, स्लिपर भनेर यहाँ सेभ भइसकेको छ। अब यसलाई हामीले चाहिँ यो स्लिपर होइन नि भनेर हामीले चाहिँ एडिट गर्नुपर्ने हो। सुज हो नि भनेर सुजको लागि एडिट गर्नु पऱ्यो भने यसरी हामीले एडिट गर्न सकिन्छ। हामीले यसरी एडिट गर्न सक्यो। अब यसमा चाहिँ कस्तो हो भने युनिटको एउटा युनिक सिम्बल दिने। युनिक सिम्बल दिइसके पछाडि चाहिँ त्यसको चाहिँ फुल नाम दिने। फुल नेम दिइसके पछाडि सेभ गर्ने। सेभ गरिसके पछाडि त्यसमा चाहिँ अब यो देखिन्छ। देखिसके पछाडि हामीले केहीको लागि एडिट गर्नु पऱ्यो भने एक्सनभित्र गएर यसरी अघिको जसरी नै हामीले त्यसरी रिपिटेड गरेर त्यसरी एडिट गर्न सकिन्छ। हामीले चाहिँ यसमा चाहिँ युनिट कसरी सेटअप गर्ने, अनि त्यसलाई कसरी एडिट गर्ने, लिस्ट कसरी हेर्ने, कसरी अपडेट गर्ने भनेर हेरिसकेका छौँ। यही हो नि हाम्रो युनिट सेटअप। थ्याङ्क यू।